हेलो साथीहरु, वेलकम छ मेरो मिनी ब्लगमा। अहिले चाहिँ मेरो छुट्टी छ। छुट्टी भए पनि के गर्नु साथीहरु, यो नाइट शिफ्ट परेपछि चाहिँ कस्तो मतलब बडी नै अलि कस्तो अल्छी टाइपको हुने रहेछ के। त्यही भएर दिउँसोको 3 बजे उठेर फ्रेश भएर म चाहिँ अनि साथीले सामान ल्याएको थियो के, त्यही भएर साथीसँग सामान लिन गएको। साथीहरु म अल्छी पनि यति भयो कि बजार गएर यति सामान पनि साथीलाई ल्याउन लाए मैले। अनि अब चाहिँ म लागे किचनतिर। विदेशमा फेरि गाह्रो छ हो साथीहरु, खानेकुराहरू राख्ने ठाउँमा चाबी लाएर राख्नुपर्छ। त्यही भएर म चाहिँ चाबी फोकालेको। अनि मैले चाहिँ खाना बसाले साथीहरु, म एक्लैलाई, त्यही भएर थोरै बनाए खाना पनि। अनि यसो तरकारी बनाऊँ कि भनेर सोचेको, तरकारी हिजोकै रहेछ। खाना चाहिँ रेडी भयो साथीहरु। मेरो सरजीलाई फेरि जहिले पनि खानाको फोटो पठाउनु पर्ने, त्यही भएर म चाहिँ फोटो खिचेर पठाइदिएको। अनि अब चाहिँ खाना थाले साथीहरु। अनि अर्को कुरा साथीहरु, हजुरहरुलाई कसरी खाना मन पर्छ? मलाई चाहिँ पलेटी कसरी बस्नुपर्छ फेरि कुर्सीमा पनि। त्यसपछि म आए अब रुममा। अनि मेरो चाहिँ आजको काम सुरु भयो साथीहरु। अब बाँकी अरू खाना खाने यताउति सकेपछि मेरो काम थियो अब रुम सफा गर्ने, बेडसिट चेन्ज गर्ने। अनि साथीहरु के नोटिस गर्नुभयो त, मैले चाहिँ कम्मरमा लुगा बाँधेछु किनकि मलाई ढाड दुखिरहेछ के। खै बुढी भयो कि क्या हो म त। अनि यो विदेशमा मान्छेहरूले सिरानी चाहिँ कति सानो सानो लाएको के। म त एउटा सिरानीले त म त सिरानी लाएँ कि लाएन जस्तो फिल हुन्छ। त्यही भएर मसँग चाहिँ 2टा सिरानी छ। अब चाहिँ मेरो लगभग बेडसिट मिलाउने यताउता काम सक्यो साथीहरु, किनकि मैले चाहिँ अघि ननुहाइकन पहिला मुखसुख धोएर गएर खाना बनाएर खाएर आएको थिएँ, किनकि हिजो बेलुका चाँडै खाना गएको थियो। त्यही भएर मलाई चाहिँ चाँडै भोक लाग्यो। त्यही भएर पहिला खाना बनाएर खाऊँ भनेर खाना बनाउनतिर लागे म अघि। अनि यति 8-9 दिनको छुट्टीमा पनि कतै नगएर रुममै मात्र सुतेर बस्ने अल्छी चाहिँ मै मात्र होला है साथीहरु। फेरि बेडसिट मिलाएर सक्यो साथीहरु। अब लाग्छु म रुम सफा गर्नलाई। रुम सफा गर्न लागेको साथीहरु, भुइँभरि कपाल बाहेक केही छैन, अरू केही छैन साथीहरु। बस कपालै कपाल, यता हेऱ्यो कपाल छ, उता हेऱ्यो कपाल छ। मेरो कपाल कति झरेको छ कपाल, खै साथीहरु मेरो मात्र झरे हो कि अरूको पनि झर्छ यसरी नै। म त छक्क पर्छु है। सफा गर्दै सामान मिलाउँदै साथीहरु मैले के देखेँ, मैले चाहिँ बिस्कुट देखेँ, तर एक्सपायर भइसकेछ। मेरो बानी यस्तो नराम्रो छ नि साथीहरु, सामान ल्यायो राख्यो हैन, त्यो बिग्रेर एक्सपायर भएर कहिले कहाँ के पुगिसक्यो थाहै हुँदैन। म चाहिँ नुहाएर नि आएँ साथीहरु, पानी पनि थापेर राखेको, कति तातो पानी आउँछ। त्यही भएर सँगसँगै वासरुम पनि सफा गरिदिएँ, सबै छिटिक्क बनाइदिएँ। अनि त्यसपछि आएर म चाहिँ नाच्न थालेँ साथीहरु। कस्तो चिसो लाग्यो कि मलाई, फेरि अचम्म लाग्छ मलाई, यो यस्तो गर्मी ठाउँमा नि मलाई चाहिँ चिसो लाग्छ। त्यही भएर पानी तताएर खाएको। चिसो लाग्ने भन्नाले घाँटी दुख्ने के साथी। मेरो पहिलो मिनी ब्लग चाहिँ कस्तो लाग्यो हाम्रो साथीहरुलाई कमेन्ट गर्नु होला, किनकि फर्स्ट टाइम भएर खासै अब राम्रो बनिएन। बाई बाई गाइस।